गाइस, आज हामी शिक्षक सेवा आयोग नियमावली 2057 को नियम नम्बर 11 मा को कमा रहेको जुन 45% कोटा छ त्यो 45% ले जुन 100% मानेर चाहिँ खुलेको हुन्छ त्यो कोटामा चाहिँ को पर्छन् भन्ने कुरा चाहिँ हामी 1 मिनेट भित्रमा बुझ्ने छौं। एकदमै तपाईले चाहिँ यो भिडियो हेरिसके पछाडी दिमागमा सधैँभरिका लागि सेभ हुनेछ। हेरौँ है त ढिलो नगरिकन। नियम नम्बर 11 को क मा के छ भने टीएससी मा टिचर समावेशी भनेको छ है। समावेशीको कुरा आउँछ, इन्क्लुसिभनेस, र त्यसमा चाहिँ हामीको खुल्लाबाट गरिनेछ भनेको छ। तर त्यो खुल्ला मध्येबाट पनि 45% चाहिँ एउटा कोटा छुटाइएको छ। त्यो 45% मानि 100% भनेर 45% लाई चाहिँ 100% मानेर चाहिँ निम्न कोटाहरु खोलेका छन्। हेर्नु है त, महिला म आ म द अ पि भनेर तपाईले चाहिँ रुल बनाउन सक्नुहुन्छ। यहाँ चाहिँ हेर्नु पर्दा महिलालाई अहिले हेर्नु है त, केटीहरु किन भाउ बेसी खाइराछन्, 33% अधिकार बेसी छ। यहाँ महिला 33% चाहिँ कोटाहरु छ क्या, जसमा पनि 3% चाहिँ दलित महिलालाई छ र 2% चाहिँ मुस्लिम महिलालाई छ। हेर्नु है त, यही महिलाभित्र। र आदिवासी महिलालाई 27% छ। कति छ? आदिवासीलाई 27% छ। मधेसीलाई कति छ? 22% छ। कति छ रे? 22%। त दलितलाई कति छ? 9% छ। त्यसैगरी अपाङ्गता भएकालाई चाहिँ 5% छ भने पिछडिएको क्षेत्र भनेर घोषणा गरिएको छ नेपालको विकट क्षेत्रहरु, त्यसलाई चाहिँ 4% छ। त्यो पिछडिएको क्षेत्रमा कुन जिल्ला पर्छन् भन्दाखेरि एकदमै सजिलो छ। यी जोड्दाखेरि 100% आउँछ। पिछडिएको क्षेत्र चाहिँ जम्मा 9 वटा जिल्ला छन्। ती 9 वटा जिल्ला चाहिँ एकदम बझाङ बाजुरा, एकदमै साउन्डलाई चाहिँ राइमिङ गरेर मैले यहाँ राखेको छु। बझाङ बाजुरा, कालीकोट जाजरकोट, हुम्ला जुम्ला, मुगु डोल्पा अछाम। मुगु डोल्पा अछाम भनेपछि तपाईलाई फेरि म एकपल्ट रिवाइन्ड गरिदिन्छु। महिलालाई 33% छ। त्यसमा पनि 3% कसलाई छ? कसलाई छ? एकदमै दलित महिलालाई छ। र 2% कसलाई छ? मुस्लिम महिलालाई छ है त। आदिवासी महिलालाई कति छ? 27% छ भने मधेसीलाई 22 छ, दलितलाई 9 छ, त्यसैगरी अपाङ्गलाई 5 छ र त्यसैगरी पिछडिएको क्षेत्रलाई 4 छ। गर्दाखेरि 100% भएको, जुन चाहिँ नियम नम्बर 11 को क मा पर्छ है त, शिक्षक सेवा आयोग नियमावली 2057 को। यस्तै भिडियोको लागि लाइक, शेयर एन्ड सब्स्क्राइब गर्नु होला। जय श्री कृष्ण।